ल त साथीहरू, आज एउटा भूतको कहानी सुनाउँछु हजुरहरूलाई। कस्तो लाग्छ होला? मन परेमा लाइक शेयर सब्सक्राइब गरिदिनु होला। यो मेरो फर्स्ट ट्राई हो। ल सुरु गरौँ। एउटा पात्र थियो, उसको नाम चाहिँ राम थियो। रामले भन्यो, ओहो आज त म गाउँबाट फर्कियो, टन्नै सामानहरू ल्याछ, जे होस् रमाइलो हुने भयो। बिचबाट यत्रो दुःख गरेर पैसा कमाएर ल्याछु, आज गाउँमै केही गर्छु र आमा बुवा मित्रहरूलाई भेट्छु भनेर रामले भन्यो। त्यसै क्रममा राम गाडी साडी समात्यो, आफ्नो गन्तव्यतिर पनि लाग्यो। त्यसपछि ऊ गाउँतिर फर्किने क्रममा चाहिँ उसले एउटा केटी साथी भेट्यो र त्यो केटी साथीको नाम चाहिँ सीता थियो। र सीताले भन्यो, ए तपाईँलाई त भने चिना जस्तो लाग्छ, कहाँ देखाएला, तपाईँ राम होइन भन्यो। त रामले चाहिँ चिन्ने गाह्रो हो रामलाई चाहिँ। रामले चाहिँ के भन्यो भनेपछि, मैले त तपाईँलाई चिनेन नि, तपाईँ को हो र? मैले तपाईँले कहीँ पनि देखाएको छैन भनेर रामले भन्यो। र सीताले भन्यो, तपाईँले मलाई चिनेको छैन, तर मैले तपाईँलाई चिनेको छु। तपाईँ राम होइन त? विदेशबाट भर्खर आउनु भयो, म पनि तपाईँकै गाउँ जान लागेको, ल आउँ हामी सँगै जाउँ भनेर चाहिँ सीताले भनिन्छ अरे। त्यसपछि राम चाहिँ अक्कमक्क भएछ अरे के। राम चाहिँ चुपोला भएछ, अक्कमक्क आफ्नै ध्यानमा के सोचिरहेको छ, मैले कहाँ देखेको छ र यसलाई भनेर सोचिरहेको थिएँ अरे। ठ्याक्कै त्यही बेला चाहिँ गाडी रोक्यो होइन, गाडी रोक्योपछि दुवैजना ओर्लियो। त्यसपछि रामले भन्यो, तपाईँलाई मैले चिन्नै गाह्रो भयो न, मैले तपाईँलाई देखाएको छ भनेर रामले भन्यो। त सीताले चाहिँ के भन्यो भने, मैले हजुरलाई चिनेको छ, तपाईँ गोपालको आफ्नै छोरा होइन त, कान्छो छोरा भनेर भन्छ। त्यो सुन्नु साथ राम चाहिँ उयो भएछ अरे के, सकमा आएछ अरे। ओहो हजुरलाई कसो थाहा पायो भनेर रामले चाहिँ। अनि सीताले भन्यो, है मलाई थाहा छ सबै कुरा, हिँड्छौँ, तपाईँलाई म बाटोमा सबै कुरा भन्छु भनेर भनेछ अरे। त्यसै क्रममा चाहिँ राम सीता चाहिँ हिँडेछ अरे कि, जङ्गलको बाटो हिँडेछ अरे। हिँड्दा रामलाई पानी दिएर लागेछ अरे कि। अनि ठ्याक्क ब्याग निकालेछ अरे पानी खानलाई। ब्याग छाम्दा चाहिँ छैन बोतल पानीको। अनि रामले भनेछ अरे, ए मैले त ब्यागमा बोतल राखेको थियो पानी, त्यो पनि गायब छ, के भएछ, पानी देखेर लागेछ भन्छ अरे। अनि त्यो बेला सीताले के भन्छ, ए तपाईँ चिन्ता नगर्नुहोस्, यहाँ सानो एउटा झरना छ, म त्यसमा पानी भरेर ल्याउँछु, मसँग पनि एउटा बोतल छ, तर त्यसमा पानी छैन, म चाहिँ भरेर ल्याउँछु, तपाईँ चाहिँ कुर्नु भनेछ अरे कि। रामले चाहिँ के भन्छ अरे, हुन्छ नि त म कुर्छु भनेर राम चाहिँ कुरेछ अरे। 5 मिनट कुरेछ अरे, आएन। 10 मिनट कुरेछ, 15 मिनट कुरेछ, आएन अरे। ठ्याक्कै साँझ पनि परिसकेको थियो अरे, 4-5 बजिसकेको थियो अरे। त्यसपछि एक्कासी आवाज आयो, मधुर धुनमा के। ऊ चाहिँ तर्सेछ अरे कि, ल नै के भयो न के भनेर अक्कमक्कै त्यो सोच्नै सकिन्छ अरे कि। त्यसले चाहिँ के हो, के भइरहेछ, कहाँ हो, के हो, त्यसले चाहिँ के सोच्छ अरे, पक्कै मलाई यहाँ भ्रम भइरहेछ भनेछ अरे कि। ऊ त्यो चाहिँ अनि त्यो केटीलाई खोज्न गएछ अरे सीतालाई। अनि त्यसले चाहिँ भन्छ, सीता तिमी कहाँ छौ भन्छ अरे। एक्कासी उसको हात पछाडिबाट बुह भनेछ अरे कि। ऊ तर्सेछ अरे, सीता हाँस्छ अरे कि। अनि सीता हाँसेपछि अनि रामले रिसाले भन्छ, के गरेको, के यो पारा, मान्छे डराउने पारा यस्तै हो भने चाहिँ धर्केछ अरे कि। सीता चाहिँ अनि हाँस्छ अरे, होइन म झर्नामा पानी लिन गइरहेको थिएँ, तर झर्नामा पनि पानी छैन रहेछ क्या, त्यही भएर म अलिकति तल त्यहाँनिर एउटा सानो पसल छ, त्यसबाट मैले पानी नयाँ किनेर ल्याएँ भनेछ अरे। ल ठिक छ रामले भन्छ, पानी खाएछ अरे। हिँड्दा साँझ भइसकेको छ अरे, रात हुन लागेछ अरे। हिँड्दा अनि ठ्याक्क लागेर सीताले चाहिँ के भन्छ अरे, तपाईँ हिँड्दै जानु, मेरो एउटा काम आयो भन्छ अरे। राम त अचम्म पर्यो, के काम त्यस्तो, मलाई एक्लै छोडेर जानु लागेछ फेरि, होइन मेरो काम छ, मैले पनि अब तपाईँलाई अब के ढाट्नु, मेरो हल्का काम छ, अब बुझ्नु त भनेर चाहिँ टुइँ गएछ अरे सीता चाहिँ। राम चाहिँ पक्नु भन्दा गायब भएछ अरे। अनि राम चाहिँ के गर्नु, साँझ परिसक्यो, अब बयस गएर पनि भएन भनेर राम चाहिँ एक्लै गयो, हिँडेछ अरे। जति हिँड्दा पनि उसको गाउँ नै आएनछ अरे क्या। रामले चाहिँ मनै सोच्छ अरे, यति टाढा त नआउनु पर्ने मेरो गाउँ, जति हिँडी पनि आउँदैन भन्छ अरे। ठ्याक्कै एउटा बाटामा एउटा बुढी हजुरआमा देखेछ अरे। त्यसले चाहिँ सोच्छ अरे, हजुरआमा यो गाउँ जाने बाटो यतै हो र भन्छ अरे। हजुर नाति यतै हो भन्छ। अनि ल हस् त धन्यवाद, म जान्छु, कति मिनटमा आइपुग्छ भन्छ अरे। त्यही 5-10 मिनटमा आइपुग्छ भन्छ अरे। ए हस् धन्यवाद भन्छ अरे। अनि बाबु तिमी एक्लै आइपुग्यो, होइन त्यहाँनिर एउटा केटी थियो, सँगसँगै आएको थियो हामी, तर ऊ चाहिँ हिँड्दा उसको काम पऱ्यो भनेर गएछ अरे। हजुरआमाले भन्छ, के त्यो केटीको नाम के थियो भनेछ अरे हजुरआमाले। अरे त्यो केटा रामले चाहिँ भन्छ, सीता,
उसको नाम सीता थियो अरे, हामी बसमा भेटेको सँगै फर्केको भन्छ अरे। अनि हजुरआमा चाहिँ तर्सेछ अरे कि त्यो नाम सीता हो, ला बाबु त्यो त यहाँ भिरबाट खसेर मरेको भर्खरै 1 हप्ता मात्र भएको थियो। जो मान्छे पनि आउँछ त्यसलाई यस्तो यस्तो कहानी सुनाउँछ अनि यस्तो यस्तो गर्छ भन्छ अरे। त्यो चाहिँ लास्ट तर्सेछ अरे कि हो र आमा भन्छ अरे। ए हो नि त, तिमी खुरो घर छ भन्छ। हिँडेछ अरे, हिँड्दा तर जाँदाखेरि त्यो हजुरआमाले चाहिँ एउटा कुरा चाहिँ के भनेको थियो अरे, बाबु तिमी घर जाँदाखेरि जति पनि त्यो चाहे तिम्रो आमा मम्मीकै आवाज होस् न बुवाकै आवाज न मेरै आवाज हो, हामी जति बोल्दा पनि तिम्रो काम चाहिँ कहिल्यै नफर्क। 1 चोटि बोलाउँछ, 2 चोटि बोलाउँछ, 3 चोटिसम्म बोलाउँछ तब पनि नफर्क। यदि तिमी फर्क्यौ भने तिमी आफै बुझ के हुन्छ भनेर। राम चाहिँ डराएछ त्यसको त्यही माथि पछि सीता आइपुगेछ अरे। राम पख न पख, मेरो काम सक्यो भन्छ अरे। 1 चोटि भनेछ अरे, राम फर्केन। ऊ मन्द बिस्तारै गएछ अरे। अनि दोस्रोचोटि भनेछ, राम तिमी के हो, मलाई नछोड न, म पनि जङ्गलमा एक्लै हो, मलाई कसैले नराम्रो नजरले हिँड्छ भनेछ अरे। रामले फर्किँदैछ अरे। अनि ठ्याक्क हिँड्दा उसले झल्को आफ्नो गाउँको सिनहरू देखेछ अरे कि ओहो गाउँ पनि आउनु लाग्यो, म आँखा चिम्लेर हिँड्छु भनेछ अरे। हिँड्दा अनि 5 मिनट भयो 10 मिनट भयो के आवाज आएछ अरे। एक्कासी ऊ घर पुग्न लाग्ने बेलामा ठ्याक्कै धेरै पनि थिएन, 1 मिनट मात्र बाँकी थियो। उनी बेलामा उसको पछाडिबाट एउटा आवाज आएछ अरे, बाबु तिमी कहिले फर्कियो विदेशबाट भन्छ अरे। त्यही बेला रामले फनक्क फर्केछ अरे। फनक्क फर्केपछि के भयो होला, ल हजुरहरू कमेन्टमा गेस गर्नु त के भयो होला। ल यसको जानकारी म अवश्य तपाईँहरूलाई दिन्छु पार्ट 2 मा। त्यसको लागि लाइक शेयर सब्सक्राइब गरिदिनु होला। मेरो फर्स्ट ट्राई हो, कस्तो लाग्यो प्लिज मलाई कमेन्टमा भन्नु होला, म के सुधार गर्नेछु। धन्यवाद।